विवाद कार्यक्रम प्रस्तुताज्यू, मञ्चमा आसीन सम्पूर्ण लायन्स लियोज बोर्डका पूर्व अधिकारीज्यूहरू, आदरणीय निर्णायक मण्डल, त्यसै गरी हाम्रो विभिन्न जिल्लाबाट आउनुभएका सम्पूर्ण लायन्स र लियोजमा म साधना अधिकारी, लियो क्लब अफ भरतपुर 2024-25 की सदस्य, हजुरहरू सबैमा लियोमय नमस्कार टक्राउन चाहन्छु। अहिलेको युगमा प्रगतिलाई अग्ला भवनहरू, आधुनिक प्रविधि र तीव्र गतिको आधारमा मापन गरिन्छ। तर के यो हामीले कहिले सोच्यौं के यो सबै मानिसकै लागि हो? के समाजको मुटु जिउँदो छ? जनकल्याण भनेको कुनै दया वा चन्दा मात्र होइन, यो मानवतालाई अगाडि बढाउने प्रतिबद्धता हो। कल्पना गर्नुहोस्, एक गरिब बालक जो गाउँमा बसेर डाक्टर बन्ने सपना देख्छ तर गरिबीले उसको सपना रोक्छ। एक वृद्ध आमा जो एक्लै छिन्, उहाँलाई कसैसँग गफ गर्न मन छ। एक मजदुर जो दिनभरि कठिन परिश्रम गरेर आउँछ र बेलुकी भोकै सुत्छ। यी कुनै कथा होइनन्, यी हाम्रा समाजका वास्तविकता हुन्। जनकल्याण हाम्रो जिम्मेवारी हो। जब एक मानिस उठ्छ तब सारा समाज उठ्छ। त्यसैले जनकल्याण न्याय हो, दया होइन। एउटा सानो कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। सिम्पेथी, सबैभन्दा सुरुमा सुन्न सुरु गरौँ। यदि मानिसको समस्या बुझौँ, जब समस्या बुझिँदैन तब त्यसको समाधान सम्भव छैन। कार्य, अब भावना मात्रै होइन, कार्य गर्ने समय आएको छ। साना साना कामहरू जस्तै छिमेकीलाई सहयोग गर्ने, कसैलाई केही सिकाउने, यी साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। एकता, यो मेरो समस्या होइन भन्ने भावना हटाऊ। जब समाज बिग्रिन्छ हामी सबै बिग्रिन्छौँ। त्यसैले मेरो होइन हाम्रो भन्ने भावना राखौँ। लियो क्लबले हरेक ठाउँमा समाजको लागि केही न केही कार्य गरिरहेको हुन्छ, चाहे त्यो रक्तदान होस्, शिक्षा होस् या प्राकृतिक विपत्तिमा राहत। लियो क्लबले हरेक ठाउँमा आफ्नो उदाहरणीय भूमिका निभाइरहेको हुन्छ। एउटा उदाहरण दिन चाहे, हाम्रो लियो क्लबले केही समय अघि वृद्धहरूलाई सहयोग गरेको थियो। त्यति बेला हामीले लुगा वा खाना मात्र लगेनौँ, हामीले वृद्धहरूको पीडा सुन्यौँ, उहाँहरूसँग समय बितायौँ। त्यो क्षणमा मैले महसुस गरेँ, जनकल्याण भनेको भौतिक राहत मात्र होइन, यो भावना बाँड्ने कुरा हो। हामी किन सरकार र ठुलो संस्थाको पर्खाइमा बस्ने? हामी स्वयं परिवर्तन हो। जनकल्याणले सहयोग लिने मात्र होइन, सहयोग दिनेहरूलाई पनि परिवर्तन गर्छ। यसले हामीलाई अझ मानवीय, अझ जीवन्त र अझै सँगसँगै बाँड्न मद्दत गर्छ। म आज यहाँ उपस्थित सम्पूर्णलाई आग्रह गर्दछु, आउनुहोस् जनकल्याणको लागि केही कार्य गरौँ। एउटा यस्तो संसार बनाऊ जहाँ कोही पनि पछाडि नछुटोस्, जहाँ दयालुता सम्पत्ति होस् र मानवता सबैभन्दा ठुलो उपलब्धि। धन्यवाद। जय लियो, जय लायन्स, जय ह्युम्यानिटी, जय देश।